स्वागत छ यहाँहरुलाई हाम्रो YouTube च्यानलमा। आज चाहिँ नयाँ भिडियो बनाएको हामीले हैन, नयाँ भ्लग स्टार्ट गरेको आजदेखि चाहिँ फेरि। अनि अहिले चाहिँ हामी कहाँ गएको भन्दाखेरि पछाडी राङ्गा आयो, साइड लागे राङ्गाको फोटो आयो। राङ्गाको बेला बेला फोटो तान्नु नि, राङ्गा पनि छैन। अनि हामी चाहिँ मन्दिर गएको। ल अब हामी गएको भाइ आज चाहिँ मेरो बर्थडे अनि त्यही भएर गएको है। मेरो बर्थडे अनि यो ड्रेस किन्न जान्छौँ हामी चाराली हैन। अनि खै त चाराली जान्छौँ त्यतैबाट। अनि हिजो चाहिँ लुगा किन्न गएको कि बर्थडेको सक्ने म यहाँ मिलाउँदैछु। हिजो बर्थडेको लुगा किन्न गएको, त्यो भएन, मन पनि परेन, त्यति धेरै थिएन। अनि हिजो चाहिँ बन्दको दिन थियो कि धुलाबारी बन्द थियो। अनि कस्तो त्यो मङ्गलियो क्या। अनि मुला भाग भनेर अनि आज चाहिँ हामी चारालीमा किन्न आँटेको बर्थडेको लुगा। वाउ मजा आउँछ। ओहो अनि आजबाट फेरि भ्लग पनि स्टार्ट गरेको। अनि यो चाहिँ हाम्रो गाउँको भ्यू। वाउ कस्तो राम्रो। अनि हामी चाहिँ पुलमा आइसक्यौँ। यहाँदेखि तल मेन रोडसम्म हामी हिँड्दै जान्छौँ। के यस्तो शीतल छ, आज झन् पानी परेको। वाउ यताबाट जाउँ। अब घर आउने लुगा किनेर अब के खालको किन्छु थाहा छैन। अनि त्यसपछि भरे बर्थडे मनाउने। भोलिबाट एक्जाम छ फेरि, आनन्दले बर्थडे मनाउन पनि पाइँदैन। आज हामी चाहिँ स्कुल डाँडा आइसक्यौँ हैन। कस्तो आज हल्लिएको छ्या, त्यो बानी हरायो नि त। फर्स्ट भ्लग क्यामेरा सेक हुनसक्छ, डोन्ट माइन्ड गाइस। म मेरो गफ चाहिँ सुन्दिनँ न, त्यो क्यामेरा त हल्लिँदै गर्छ नि हैन। कस्तो मजा आउँछ होला आज नि। हामी दुईजना मात्र गएको जाना चाहिँ, तर अनि आज मम्मी र म मात्र गएको। दिदीलाई हुँदैन हैन, पिरियड्स भएको छ। अनि जाउँ न रहे पनि भनेको, 4 दिन भएको रहे पनि जाउँ न भनेको। जान्न है बुढी दुःख भनेर सुत्यो भने लु त भनेर, लु नजाइराख त भनेर हामी गएको। अब भरे आउँछौँ। अनि त्यसपछि बर्थडे मनाउने लुगा लगाएर। अहिले चाहिँ संस्कारी रूपमा, अहिले भरे अब कस्तो रूपमा आउँछु म थाहा छैन। अब हेरौँ, टिकटक कुन्दी पनि भिडियो आउँछ होला हैन। अनि यस्तै चाहिँ वाह कस्तो राम्रो घर, कितना बडा। पानी गरा यस्तो छ हाम्रो गाउँको हालत चाहिँ। असारका बेलामा बर्थडे पर्छ अनि पोहोर पनि केक त ल्याएर काटिदिन्थ्यो, तर न्याङ 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 गर्नु पर्थ्यो। यस्ता हिलामा होइन नमनाम्ला कान्छी गर्नुहुन्थ्यो मम्मीले। अब ल त भनिदिनै पर्यो नि। अनि र पनि म जित्थेँ अनि मनाइहाल्थेँ होइन। एउटा केक ल्याएर भए पनि, केक र बेलुन सेलुन त टाङटुङ पारेर भए पनि भाइ कसले मान्छ। गाइस म चाहिँ मम्मीलाई पर्खिरहेको छु, अझै आउनु भएको छैन। त्यहाँ गफ हान्न थाल्नु बोल। आज हामी 8:30मा पनि मन्दिर पुग्दिनौँ होइन। कस्तो राम्रो छ यो रुख होइन, यति ठुलो। वाउ पिपल बोटमा पर्खन्छु, आइनौ भने फर्कन्छु, आइनौ भने फर्कन्छु भने जस्तै भएको। गाइस हामी चाहिँ आइसक्यौँ चाराली मन्दिर होइन। यहाँ इयररिङ्सहरू रहेछ, मालाहरू। अब चाहिँ हामी पस्छौँ भित्र। आज 21 गते होइन, मेरो बर्थडे जुलाई 5मा ल्याएको छ नि चढाउनेहरू। हजुर
ढोकेर राख गाइस लोग हम लोग केक लेकर आ चुके हैं केम्पा खरीद लिया इंडिया के नहीं है ये असली नेपाल के है इसलिए हमने खरीद लिया अपने देश के प्रमोशन प्रोडक्ट को प्रमोट करने के लिए यस खा के चल गए इसलिए अगी खा गई म चाहिँ लास्टमा गाइस यो चाहिँ मैले बेलुन डेकोरेसन गरेको अनि यहाँ चाहिँ अब हामी टिकटक सुट गर्छौँ यहाँ पर्दै माथिबाट अब यस्तो एडजस्ट गर्नु पर्यो नि त गाइस यो चाहिँ आन्सीको बर्थडेको केक अनि यसको साथीहरू यो चाहिँ स्प्रे यो तँलाई थाहा रहेछ खुबै नभन्नु है गाइस कतिौँ मेहनत पश्चात यहाँ हामीले फाइनली सुट गरिसक्यौँ एन्ड सी इज हियर गाइस यता हेर्न कत्रो भाउ खाए जस्तो गरी यस इट्स माई बर्थडे गाइस कस्तो राम्रो भयो कति सुनाको भने जस्तो मेरो त हात नि उत्पात भएको छ भुइँमा खुट्टा छैन कि खुट्टामा अलि पछि जाँदा अलि पछि आफूलाई स्वार्थ पुरा भएपछि त गल्दो पनि रहन्छ मान्छे भेट्दै व्हाट अबाउट स्वार्थ Flex outfit of the day is that skirt and this jama styles based देख सकते हो आप लोग मेरा आउटफिट ये क्या है ये तेंद्रा डोंट मेरो मेकअप बिग्रिन्छ नि लु सबैजना आउनु टिका लगाइदिनु मलाई त ट्राइपडमा राख्थ्यो क्यामेरा म खिच्दिहाल्छु हो भिडियो त अनि लु अब टिका लगाइदिनु मजाले हेर्नु बोलिराख अब अरु फुल भिडियो चाहिँ यहाँको भिडियो चाहिँ टिकटकमा हेर्नु होला गाइस एकछिन पर्खिन पाइयोस् फेरि पनि बर्थडे ठुलो गर्न पाइयोस् सबैजना मान्छेले भेला भएर अहिले त आज त मान्छे भेला भइएन के गर्नु बर्खाको पानी गरेर अब अर्को पालि पनि बर्खैमा पर्छ कहाँ अब पैसा गाइस पैसा त्यो चन्दने हातले नदिनु रातो लाग्छ ल 50 रुपैयाँ नमस्ते गरेको नमस्कार यो लुगा पनि त्यस्तै छ फेरि देखिँदैन हालिहाल्छ सफला सन्तु पूर्ण सन्तु मनोरथ शत्रुनां बुद्धिनाशाय मित्रणामुदयस्तव सदा वसत वैकुण्ठं सदा दर्शन केशवो सदा प्राप्ति देवलोकेषु चिरञ्जीवी सदा सुखी लो एकदम सुखी त्यहाँभन्दा ठुलो आशीर्वाद केही पनि छैन बुझेँ मैले पनि संसारको ग्रेटेस्ट ए 50 ल बाउले पढेकै है मन्त्र टिका लाउने जोडी मात्रै हो मेरो चाहिँ पैसा पनि बाउकै हो भन्नु न ल थ्याङ्क यू टिका लगाइदिउँ है हामीले सक्यो टिकट त्यहाँ अब लु केक खाना केटाकेटी हो यो चाहिँ हाम्रो मकबाङको ट्रे पो हो त यस लु खाम न छिटो बोक्नु लु खुवाउ न अनि ब्रेड मात्र बोल्न चाहूँगी मैं आज चाहिँ हाम्रो अनुजय पनि आएको छ हाम्रो अनुजय कहाँ गएको थियो एक वर्ष होइन नि 2 महिना हामीले भ्लग नगरेको बिचमा ग्याप भएको 1.5 वर्ष भएको थियो होइन अनि त्यही भएर हिजो केही कुरा एक्टिभ हुन पाएको थिएन होइन अनि मैले भेटनेरी पनि लिइसकेँ 9बाट 10मा पनि पुगिसकेँ यो पनि गुरुकुल गइसक्यो होइन धेरै चेन्ज भइसक्यौँ हामी यस अनि म 15 वर्षको पनि पुगिसकेँ म त्यतिखेर 13 इयर्सको थिएँ होइन त्यस्तै छ अनि मेरो आउटफिट देख्न सक्नुहुन्छ म देखाउँछु ल खाटमाथि चढेर आउटफिट अफ द डे इज मेडी एन्ड बेस्ट मेरा हाउ आई वाज लुकिङ हो कि के अरे इङ्ग्लिस पनि आउँदैन थुक्का लडाइ भइरहेछ त नि यस त्यही अनि
अब आज यो आउँछ भनेरै पनि बर्थडे मनाउन आँटेको होइन। यो दिन यत्रो रैतल गरेको भिडियो चाहिँ टिकटकको ठुलो आइडीमा आउँछ। Yes. दुईटा आइडी छ हामीसँग। अनुष्के 1 भनेर सर्च गर्दा पनि हुन्छ, अनुष्का गौतम नेपालीबाट गर्दा पनि हुन्छ, त्यहाँनिर आउँछ होइन। अनि अनि यसो मेरो बर्थडेको विश गरिदिनु होला, कमेन्टमा यसो ह्याप्पी बर्थडे भनिदिनु होला होइन, म खुसी हुन्छु। के अरे यति धेरै मेन्सनहरू आएको छ, अघि पनि भनिसकेँ मैले। अब त्यो पनि ब्याक दिन्छु, अब अझै छ होला, चेक गरेको छुइनँ, फोन चलाउनु पाएको छुइनँ। केक लिएर आउँदा आउँदा म आज साह्रो गलेको छु। आज भोलि एक्जाममा म निदाउन सक्छु अनि भोलि बिहानदेखि क्लास पनि छ, एक्जाम पनि छ। ल गाइस, आजको भिडियो के कस्तो लाग्यो, म धेर बोले। बाय बाय एभ्रिवान, थ्याङ्क्स फर वाचिङ आवर फर्स्ट भिडियो। आजको चाहिँ फर्स्ट भिडियो। बाय, नमस्ते।